हेलो गाइज वेलकम ब्याक टु माई एनदर भिडियो अर्थात् मेरो लङ टाइम पछि फेरि पनि नयाँ भिडियो आइसकेको छ हजुरको माझमा। सो कारणवश विभिन्न कारणवश मैले चाहिँ धेरै समयसम्म तपाईँको माझमा भिडियो ल्याउन सकिनँ। सो माफी चाहन्छु, तपाईँमा क्षमा प्राप्ति छु। आउनुहोस् हामी आजको भिडियोलाई सुरु गर्नभन्दा अगाडि केही कुरालाई जानकारी लिनेछौँ। म चाहिँ आजको भिडियो के बारेमा अनि कसरी कुन ठाउँमा गएर म बनाउँदैछु भन्ने कुरा, कुन ठाउँमा गएर बनेको छ भन्ने कुरालाई म भन्नेछु। म चाहिँ लगभग आजभन्दा अलि अगाडिको भिडियो जुन मञ्जुश्री पार्क डिसेम्बर 25 को दिन क्रिसमस मनाउने क्रममै मैले त्यो भिडियोहरूलाई क्लिप गरेको थिएँ, जुन धेरै भयो, समय त बितिसक्यो तैपनि मैले तपाईँको माझमा प्रस्तुत गर्न सकेन। सो सरी। आजको भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। धेरै समयपछि तपाईँको माझमा भिडियो पनि ल्याउन पाएँ, सो माया देखाइदिनु होला, तपाईँहरूलाई यही रिक्वेस्ट गर्न चाहन्छु। आउनुहोस् हामी हाम्रो भिडियोतर्फ लाग्नुभन्दा अगाडि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर भिडियोलाई एक लाइक गरेर अगाडि बढ्नेछौँ। आउनुहोस्। म चाहिँ आज बिहानै रेडी भएर नुहाएर सो म चाहिँ रेडी भएर मञ्जुश्री पार्क हाम्रो क्रिसमस प्रोग्रामतिर निस्किसकेको छु। सो हामी जाँदैछु। मैले इनड्राइभ पनि बुक गरेर हिँडिसकेको छु। अब हामी चाहिँ केही समयमा पुग्नेवाला छौँ। देख्न सक्नुहुन्छ हाम्रो वरिपरिको सल्लाले घेरिएको भ्यूहरू देख्न सकिन्छ। यहाँ चाहिँ हामी चाहिँ केही समय पुग्नेछौँ। बिहानैको मिरमिरे घामहरू पनि लागिरहेको छ। जस राम्रो छ, मौसम वातावरण पनि राम्रो गरिराखेको छ। सो हामी आजको यो कुल वातावरणमा हाम्रो क्रिसमस प्रोग्राम राम्रोसँग राम्रो तरिकाले सुसम्पन्न गर्नेवाला छौँ। भिडियोलाई अन्तिमसम्म जोडिनुहोला भन्न चाहन्छु। हामी चाहिँ मञ्जुश्री पार्क पुगिसकेका छौँ। यो चाहिँ हाम्रो लेफ्ट साइडमा रहेको छ। मञ्जुश्री पार्कको रोड नजिकैको साइड देख्न सक्नुहुन्छ। फाइनल्ली म मञ्जुश्री पार्क पुगिसकेँ। हाम्रो क्रिसमस आज यहीँ रहनेछ, यहीँ मनाउने योजना भइराखेको छ। म मञ्जुश्री पार्क पुगिसकेँ। अब चाहिँ म लाग्नेछु तलतिर। हेर्न सक्नुहुन्छ हामी चाहिँ आज क्रिसमस डे हाम्रो मञ्जुश्री पार्कमा मनाउन गइरहेका छौँ। हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। हाम्रो आजको क्रिसमस प्रोग्राम कस्तो रहन्छ सम्पूर्णले हेरेर साथ दिनु होला। चाहिँ धेरै टिम रहेको छ, तर म चाहिँ एक्लै आएको कारणले कता जानुभयो कता हुनुहुन्छ ठ्याक्कै थाहा भएन। हेर्दै जान्छु, यहीँ कतै हुनुहुन्छ होला सायद। एकपल्ट कल गर्नुपर्छ थियो। हाम्रो चर्चले मात्रै यहाँ प्रोग्राम राखेको होला भनेर सोचेका थियौँ, तर यहाँ चाहिँ धेरै विभिन्न चर्चहरू मिलेर विभिन्न चर्चहरूका मानिसहरूले यहाँ क्रिसमस प्रोग्राम मनाउनको लागि आउनुहुँदो रहेछ। सो धेरै ग्रुपहरू छ यहाँ चाहिँ। हामी पनि त्यस ग्रुपहरूमध्ये एक भएका छौँ। आज यहाँ सेलिब्रेसन गर्ने क्रममा हामी एक भएका छौँ।
देख्न सक्नुहुन्छ अलि तल साइड र अनि यता म हिँड्दै गरेको यो वरिपरि जताततै यहाँ मानिसहरूको जमर्गमा क्रिसमस सेलिब्रेसन कार्यक्रम भइराखेको छ। सो म चाहिँ देखाउन सकिनँ किनभने म बिच बाटोमा छु भने वरिपरिको क्षेत्रहरूमा हुनुहुन्छ, अलि देख्न सकिँदैन उहाँहरूलाई। हामी चाहिँ अघि बढ्नेछौँ। सो मलाई चाहिँ थाहा छैन हाम्रो टिम कुन ठाउँमा अनि कसरी हाम्रो कार्यक्रम हुँदैछ, सो मलाई थाहा छैन। तर जाउँ तलतिर, थाहा त छैन तैपनि हिँडौँ। कहाँ हुनुहुन्छ भेटिहाल्ला नि, सो कल चाहिँ गर्नु नपर्ला। यदि जरुरत परे गर्नेछौँ। लेट्स गो। हाम्रो टिम चाहिँ यहाँ भेला भइसकेको रहेछ। म चाहिँ अलि ढिला आउनु पर्यो, ढिला आइपुगेँ। सो त्यही भएर हामी चाहिँ अब भिडियोमा जोडिराख्नु होला, यो भिडियोलाई अन्त्यसम्म हेरिराख्नु होला। हाम्रो क्रिसमस कार्यक्रम सो सुरु भइसकेको छ। हाम्रो सम्पूर्ण आउनु भएको छैन, तैपनि केही बढीभन्दा बढी हाम्रो टिम भेला भइसकेको छ। अब हामी हाम्रो क्रिसमस कार्यक्रम अघि बढाउनेछौँ। हजुरहरू हेरेर इन्जोय गर्न सक्नुहुन्छ। हाम्रो यो खेलमा चाहिँ के हुँदो रहेछ भने यो डोरीलाई नाग्नुपर्ने माथिबाट खुट्टा उफ्रिएर अथवा जुनसुकै तरिकाले पनि नाग्नुपर्ने रहेछ। सो डोरीबाट नाग्नुपर्ने अनि तल मुनिबाट छिरेर त्यो डोरीलाई क्रस गर्नुपर्ने हुँदो रहेछ। सो यति बेला चाहिँ के भयो भन्दाखेरि आँखा बाँधेर आँखा थुनेर हामीलाई त खेलाएको थियो। सो थाहा थिएन हामीलाई त। त्यति नै क्रममा तलबाट छिर्नु एकपटक माथिबाट नागेर जानु जम्प गरेर भन्छ। सो थाहा थिएन मलाई त, अरूहरूलाई थाहा रहेछ। यति बेला चाहिँ अरू हाँसिरहेछ, राम्रो गरिरहेछ, कसैले भन्छ, कसैले एक्सिलेन्ट उत्कृष्ट भनिरहेछ। तर मलाई थाहा थिएन यहाँ चाहिँ के भइरहेछ भने डोरी निकालेर फालिदिँदो अघि राखिराख्दो रहेछ। मान्छेलाई चाहिँ त्यत्तिकै तलदेखि माथिदेखि भनेर मुर्गा बनाउने काम हुँदो रहेछ। खेलै त्यस्तै रहेछ। सो त्यही भएर म चाहिँ हेर्नुहुन्न, अझै पनि के छ भने म चाहिँ लास्टसम्म राम्रो गरिरहेछ, विनर भयो भन्दै थियो। म त भित्रैदेखि के भयो भन्दाखेरि म त विनर हुने भएँ भनेर यसरी खुसी भएको त के खुसी हुनु, त्यहाँ त के रहेछ डोरी निकालेर फालिदिँदो रहेछ। आफै एक्लै त्यो डोरीदेखि तलदेखि हिँड्नु परेछ, कहिले घस्रिएर कहिले उफ्रिएर। तनाव त के हुनु, जोस रमाइलो भयो। अनि हाम्रो खेलसँगै हाम्रो कार्यक्रमहरू सम्पूर्ण गतिविधिहरू सकिएको छ। हाम्रो क्रिसमस कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। आजको भिडियो कस्तो लाग्यो सम्पूर्णले कमेन्ट गर्नुहोस्। अनि हाम्रो भिडियोलाई अन्त्यसम्म हेर्नुको लागि धन्यवाद। त्यो आज क्रिसमस कार्यक्रम सकिएको छ, देख्न सक्नुहुन्छ हाम्रो टिम। अनि अब हामी घरतर्फ लाग्नेछौँ। आउनुहोस्, म तपाईँलाई घरतर्फ लानेछु। सो थ्याङ्क यू गाइज, यहाँसम्म हेर्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद हृदयदेखि नै। अनि आजको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई, आशा छ पक्कै पनि तपाईँहरूलाई यो भिडियो मन परेको छ। हाम्रो सम्पूर्ण गतिविधिहरू देखिहाल्नुभयो, कसरी हाम्रो समय एक्सपेन्स भएको थियो। सो तपाईँहरूले जानिसक्नुभयो। यसको लागि तपाईँहरूलाई धन्यवाद, किनभने आज यो भिडियोलाई यहाँसम्म हेरेर साथ सपोर्ट दिनुभयो। भिडियोको सुरुमै पनि मैले भनिसकेको थिएँ, हजुरहरू मेरो यो भिडियो लङ टाइम पछि प्रस्तुत हुँदैछ। सो माया देखाइदिनु होला, सपोर्ट गरिदिनु होला भनेर भनिसकेको थिएँ। सो देखाइदिनु भयो। प्लिज हजुर अझै पनि तपाईँले मेरो यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गरेर भिडियोलाई लाइक अनि एउटा मिठो कमेन्ट छोडेर जानु होला, ताकि हामी जस्तो सानो क्रिएटरहरूलाई, सानो युट्युबरहरूलाई अझ भिडियो बनाउनलाई
आशा प्राप्ति अथवा हौसला प्रदान भएको होस्, त्यसको लागि तपाईहरुले यति काम हाम्रो बीचमा गरिदिनुहोस्। अनि हामी फेरि पनि भेट्नेछौँ अर्को भिडियोमा। छिट्टै आउने छ, त्यही क्रिसमस रिलेटेड, डिसेम्बर 25 रिलेटेड नै छ। उ पनि एकदमै हाँसेदार रहेको छ, कमेडी टाइपको। सो छिट्टै आउँदैछ, तपाईहरु प्रतीक्षा गरेर बस्नु होला। सो अहिलेलाई हामी बिदा हुन्छौँ, हामीलाई अर्को भ्लगमा भेट्ने छौँ। सो बाई बाई, टाटा, नमस्कार।